आजको भिडियोमा म तपाईलाई एकदमै महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। भिडियोलाई तपाईले अन्तिमसम्म हेर्नु होला। फेसबुकमा चाहिँ कस्तो किसिमको कन्टेन्टबाट चाहिँ कस्तो आम्दानी हुन्छ भन्ने विषयमा म तपाईलाई जानकारी दिन्छु र फेसबुक स्टोरीबाट चाहिँ इन्कम कस्तो हुन्छ त्यो पनि म तपाईलाई लाइभ तपाईलाई म देखाउन गइरहेको छु। यो बुटोल अपडेट मेरो पेज हो, यसलाई चाहिँ तपाईले फलो गर्नु होला र म तपाईलाई यहाँ कन्टेन्टबाट देखाउन गइरहेको छु र त्यहाँनिर चाहिँ तीनवटा ड्यासमा गइसकेपछि तपाईले हेर्न सक्नुहुन्छ। फोटो स्टोरीबाट मैले हिजो हालेको थिएँ। फोटो स्टोरीमा चाहिँ यहाँनिर क्लिक गर्छु, म अर्निङ भन्ने अप्सनमा क्लिक गर्छु म। त्यसपछि चाहिँ फोटो स्टोरी भन्ने चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। मैले चाहिँ स्टोरीमा फोटो हालेको थिएँ र त्यसबाट चाहिँ 379 भ्युज जाँदा चाहिँ अर्निङ एकदमै जिरो भएको छ है। म तपाईलाई प्रुफ चाहिँ देखाउन गइरहेको छु तपाईँलाई भने यसै गरी मैले चाहिँ हिजो फोटोमा चाहिँ बुटोलको होराइजन चोकमा चाहिँ एउटा बच्चाको चाहिँ सब भिडियो भन्ने कुरा चाहिँ राखेको थिएँ र त्यसमा चाहिँ 2993 भ्यू जाँदा 0.03 चाहिँ इन्कम भएको छ र अहिले चाहिँ क्वालिफाइड भ्युज भन्ने हुन्छ र क्वालिफाइड भ्युज के हो भन्ने विषयमा पनि म एक दिन छुट्टै भिडियो बनाउँछु तपाईँको लागि। 4942 क्वालिफाइड भ्युज आउँदाखेरिमा चाहिँ 0.03 इन्कम भएको छ। यसै गरी म तपाईलाई देखाउँछु म यति बेला तपाईलाई म देखाउँछु एउटा अझै एउटा कन्टेन्टको चाहिँ तपाईलाई म देखाउँछु। एउटा भिडियो स्टोरी चाहिँ म तपाईलाई देखाउँछु। भिडियो स्टोरीको इन्कम हेर्न सक्नुहुन्छ 623 भ्युज गएको छ जम्मा हैन। 0.06 इन्कम भएको छ भने 23 इन्गेजमेन्ट छ र त्यसैले पनि म तपाईलाई के भन्छु भन्दाखेरिमा चाहिँ सकभर स्टोरीमा भिडियो हाल्ने कोसिस गर्नुभयो भने चाहिँ इन्कम राम्रो छ है त। म चाहिँ तपाईलाई एउटा प्रुफ देखाउँछु र त्यसै गरी फोटोको पनि म अर्को कन्टेन्ट यहाँनिर देख्छु। म नवलपरासीमा चाहिँ दाउन्नेमा चाहिँ बस दुर्घटना भएको खबर थियो र त्यसलाई चाहिँ मैले हालेको थिएँ। 609 इन्गेजमेन्ट रहेको छ भने 32,083 भ्यू जाँदाखेरिमा चाहिँ 0.20 इन्कम यानि कि $0.20 चाहिँ इन्कम भएको छ। मेरो चाहिँ भनौँ न चाहिँ करिब फेब्रुअरीमा चाहिँ इन्कम भएको थियो, मोनिटाइज भएको थियो। फेब्रुअरीमा नै मार्चमा इन्कम भएको थियो र अहिलेसम्म $15.24 चाहिँ इन्कम भएको छ। मिहिनेत जारी छ, तपाईँले पनि मिहिनेत गर्नुहोस् र आफूले चाहिँ सक्सेस हुनुहोस्।